तिमी बोल्दिनौ म सुन्छु शब्दहरू भन्दा पनि बढी तिम्रो मौनतामा लुकेको त्यो मिठो चिच्चाहटलाई मेरो हृदयले संगीत ठान्छ। नमस्कार, म तपाईकै साथी दीपक पाठक, क्यास्ट्रो भ्याली क्यालिफोर्नियाबाट आज एउटा जानकारी लिएर आएको छु। हाम्रै बिन्दास छोली, परिचित नाम बिन्दास छोलीले एउटा कार्यक्रम, उत्कृष्ट कार्यक्रम लिएर आउँदैछ बे एरियामा टाइग्रेस पोखरेलको साथमा। अब सुन्छ बे एरिया लिएर जुन 27 गते साँझ 6 बजेबाट 10 बजेसम्म हाम्रै नेपाली सामुदायिक भवन रिचमन्डमा हुन गइरहेको छ, जहाँ मैले पनि उहाँसँगै स्टेज सेयर गरिरहेको छु। मैले पनि कविता सुनाउने छु हजुरको लागि, लगायत अन्य मेरा साथीहरू जो स्थानीय कलाकर्मीहरू हुनुहुन्छ, उहाँहरूले पनि कविता, नृत्य, गायन लगायत अन्य धेरै कुराहरू सुनाउँदै हुनुहुन्छ र पस्किँदै पनि हुनुहुन्छ। आशा छ उक्त दिनमा हजुरले आफ्नो समय निकालेर कार्यक्रममा उपस्थित भइदिएर साइग्रेसजीलाई पूर्ण रूपमा सुन्नुहुनेछ, लगायत हाम्रो प्रस्तुति पनि सुनेर हेरेर हामीलाई प्रतिक्रिया दिनुहुनेछ। हामी त्यो दिन हजुरहरूलाई प्रतीक्षा गरिबस्नेछौँ है त। फेरि एकचोटि हजुरहरूलाई जानकारीको स्वरूप जुन 27 गते साँझ 6 बजेदेखि 10 बजेसम्म नेपाली सामुदायिक भवन रिचमन्ड क्यालिफोर्नियामा। अब सुन्छ बे एरिया साइग्रेस पोखरेल लगायत हाम्रा स्थानीय कलाकारीहरूको साथमा, जसमा म पनि रहनेछु। आउनुहोस् है, म प्रतीक्षा गरिबस्नेछु। थ्याङ्क यू सो मच। मान्छेको मुहार केले गर्दा राम्रो? कहीँ लेखिएको छ र? मुस्कुराएको अनुहार नराम्रो भएको कहीँ देखिएको छ र?